गुड मर्निङ साथीहरू। आजको चाहिँ डे 3 है। राति जति बेला उठे पनि है किनभने बिहान चाहिँ एकदम के है फ्रेस मर्निङ चाहिँ भएको छ। खाजा चाहिँ के गर्दैछन् किनभने चिया शुद्ध बनाइसक्यो भने चाहिँ 6 बजे जो केटाहरू घामबाट चाहिँ गर्छ नै बिहान उठेर भयो भने कन्द्रो सफा गर्नेदेखि लिएर। यो चाहिँ जिम सु थियो। हिजो हामी सबै सामानहरू किन्ने सबै सामान भन्छ नि कोइलाहरू सैलाहरू चाहिँ यहाँबाट पाउने रहेछ। अरू चाहिँ केही नपाउने नमिमनोहरू चाहिँ तल सुप्पा 7 मिनटसम्म जानुपर्छ भन्ने थियो। टावर चाहिँ जे होस् बवाल नै हो जस्तो लाग्छ है मलाई चाहिँ। खोलाहरू बगेको खोलाको आवाजदेखि हिजो चाहिँ पानी परेर केही पनि देखाउन पाइएन। आज चाहिँ गाडीहरू पुरै योहरू सबै क्याम्पको नै हो हिँड्नेहरू। बिचबाट खोला यसरी बगेको छ। यो साइडहरू सबै अटो क्याम्पहरू हो अनि यो साइडहरू पनि सबै क्याम्पहरू हो। यहाँ तलसम्म छ सब यो एरिया नै पुरै यहाँदेखि माथिसम्म नै यिनीहरूको क्याम्प छ। चौसको हाल्नु थालिसक्यो। चौसको बिरयानी भनेको एकदम जेताको गुहान हो क्या एकदम होइन हो। जस केटाहरूले चौसकोमा चाहिँ हिजो रहेको बिरयानीहरू खान थालिसक्यो। यो यहाँ मामा जाँदैछ है। अब हामी त्यो पुरै माथि टपमा फार्म जस्तो रहेछ यो चाहिँ गाडी घोडा टन्ने है। एरिया कस्तो दामी कस्तो किनेको छ यो एरियाहरू सबै कस्तो ठुलो कस्तो ज्याएको यार। ए दोस्त कस्तो बलियो बलियो चाहिँ फेरि होइन ठुलो कस्तो मुझे त हाल्न खोज्छ फेरि आउन यस्तो धेरै छ एरिया सबै मजाको कत्रो ठुलो छ कि यति छ एरियाहरू होइन। यो सबै यतातिर चाहिँ घोडाहरू रहेछ होइन। अनि चाहिँ यो माथिहरू फेरि सबै गाईहरू छ क्या। यहाँ यो एरियाभरि मात्रै गाई नै गाई छ कि पुरै फार्ममा चाहिँ यही नै गाई नै यहीँबाट आउँछ। यो माथिसम्मकै यो डाँडाहरूसम्म बाटोमा बिचमा बाटो छैन। अनि त्यस पछाडि फेरि पुरै नै यामाहरू चाहिँ कस्तो भयो मलाई लाग्यो है। अहिले चाहिँ मेरै मोबाइलबाट बनाइरहेको छु भिडियो। त्यो पुरै माथितिर चाहिँ पानी परिरहेको जस्तो लाग्छ। पुरै बगैँचा जस्तो देखिन्छ देख्नुलाई चाहिँ। राति मौसम भ्याइन भइछ 4 दिशा भ्लगर जस्तो मान्छे है। पछाडि चाडा के चाहिँ बोल्न पाइँदैन सुरेश। आसोको गाना म्युजियम रहेछ। कस्तो छ थाहा छैन। मान्छे बिजी चाहिँ बिजी एकदमै बिजी हुने खालको रहेछ हो। खाना खाने बेलामा चाहिँ हेर्नु भयो होला यतातिर के छ कस्तो छ भनेर अवस्थाहरू। टाढा अलिकति देखिया छैन। बादलहरू चाहिँ आउने लाग्ने फेरि जाने लाग्ने जाने गरिरहेको छ। जस केटाहरू अगाडि चाहिँ बढिरहेछौँ। चिसो डेन्जर छ होस्। बादलहरू पनि कडा लागिरह। एउटा राक्षस चाहिँ भागिरहेको हाम्रोमा काभ्रेली समिति पनि हुनुहुन्छ। काभ्रेली समिति ओ खोटाङ्गे समिति काभ्रेली समिति है। एकताल डान्स हान्दैन एउटा काभ्रेली समितिवाला डान्स सिकाइ भन्नुपर्ने। पाहाड चाहिँ बबालै पाहाड छ यार। चिसो नि उस्तै हावा पनि डेन्जर हाने। कुन चाहिँ हामी यहाँ माथि जाने हो। हिजो पनि कति 2 कति मिटर माथि चढियो यस्तै बाटो थियो। आज त धेरै राम्रो थियो। अस्तिको त अब फुल ट्रेकिङ जस्तै ढुङ्गा र त्यो काठी मोडाको बाटो। आजको त अलिकति पिस नै छ। त्यो चाहिँ गाह्रो भएको थियो। आज चाहिँ त्यति गाह्रो भएको छैन। अस्ति भर्खर हेलिकप्टर बन्द भएर गाडीमै जान मिल्थ्यो नि। हेलिकप्टर
भएको थियो क्रास भएर चाहिँ मैले बाटो ब्लक गरेर चाहिँ 1-1.5 महिना भइसक्यो क्रास भएको नि तर पनि बन्द चाहिँ गरे रहेछ फेरि किन गरे हो कहाँतिर हो क्रास भएको चाहिँ थाहा छैन र माथि गएपछि चाहिँ देखिन्छ कि आशा गरौँ गएछ अनि भयो भने चाहिँ देखाउँछु हेरौँ के हुन्छ अब है चढ्न चाहिँ चढ्दैछौँ हाम्रो केटाहरू पनि टन्नै छ हिँडिरहेको छ पछाडि पनि अहिले चाहिँ कुहिरो चाहिँ हटेछ तर कालो भइरहेको क्या हुन चाहिँ त्यहाँ चाहिँ केटाहरू छन् बाहिर मान्छेहरू पनि टन्नै आउँदैन यो एरिया हो पुरै यो एरिया छ नि अब क्यामेरा कति अट्छ अट्दैन थाहा भएन तर राम्रो छ एकदमै हावाले चाहिँ डेन्जरै हानेछ तर यहाँबाट चाहिँ हेर्न मिल्ने रहेछ यो प्लेन क्रास भएको जुन मेन ठाउँमै रहेछ त्यही भएर छिर्न पनि दिएको छैन अझै इन्भेस्टिगेसन गोइङ अन होइन त्यसले गर्दा अनि यहाँबाट चाहिँ हेर्नु चाहिँ यो एरियाहरू सबै त्यो भोल्क्यानोको असरले गर्दाखेरि भएको हो एउटा डाँडा छ डाँडाबाट अनि यो गहिरो ठाउँ छ घाम चाहिँ मिठो लाग्यो अहिले चाहिँ यस्तो छ कन्डिसनहरू भोल्क्यानो ठ्याक्कै हो जहाँबाट पुरै बालुवाको डेन्जरै उठ्ने केही सुन्दैन पनि होला सायद बालुवाले उडाएर ढुङ्गा उडाएर लिएर आएर हानिरहेको छ कि त्यस्तो ठाउँ छ तर ठाउँ चाहिँ बवाल छ है अघि हामी गएको त्यो त्यस्तोमा के क्याम्प हान्ने हो पागल हो गाह्रो छ एकदमै यस्तो छ राम्रो त राम्रो हो वहाँबाट आउनुपर्छ कि फेरि यहाँबाट चढेर आउनुपर्छ एकदमै गाह्रो भयो होइन बेसक्याम्पबाट चाहिँ यो मान्छेहरू फेरि यस्तो हावा छ होइन ट्रेकिङ सुजहरू पनि नभएको र अनि यो के भन्छ कुहिरो लाग्नु भयो माथिसम्म गयो पनि चिखा मुत्ताएन हुने कि भन्ने कुरा भएर गर्दाखेरि चाहिँ माथिसम्म नगएर बेसबाटै फर्किने भन्ने हो यो सिलेबलबाट पनि 100 मिटर जस्तो माथि नै छ मान्छेहरू गइरहेको छ जान चाहिँ गइरहेको छ सबैजनाहरू हामी चाहिँ त्यो हाम्रो ठाउँमा जानु कति गएको होइन कहिले हेर्दै सुन्नेको छ थाहा छैन सुनेको छैन भने त म भोइस ओभर गर्छु कारण कस्तो लाग्यो अलिकति सेफ भयो लास्टै नै चिज भयो आदित्य आइयो हामी 4 जना चाहिँ आइयो अरू केटाहरू आउने बाँकी छ जस तातो बनाएर गाडी केटाहरूको लागि भयो भने गाडी तातो बनाएर राखिदिने भनेर यहाँ ठुलो बल गरेका छौँ तर मान्छेहरू फेरि गएको गइछन् कहाँ हुन् थाहा पनि छैन गएको छन् फेरि माथि बच्चाहरू पनि लिएर गएको छ कुकुरहरू पनि लिएर गएको छ घुम्न चाहिँ गएको छ नि त्यो माथि हेर्नको लागि तर चिसो चाहिँ अति नै चिसो छ बच्चाहरूलाई चाहिँ गाह्रो हुँदो रहेछ चिसो चाहिँ लास्टै नै चिसो छ त्यो हावालाई बालुवाले हानेर अघि त आँखा हेर्न सकेको छैन त्यो पुरै दुखेर गालामा यस्तो भएको थियो कोही भएको भए गाई त्यहाँ हुन्छ होला सिटीहरू चाहिँ यहाँ तल सब है यतिमा त के मिल्ला र कस्तो नेपाली स्टाइल रोड छ यार कस्तो यार पहाडको बिचमा एउटा बस्ती के भने जस्तो ल हेर यतादेखि डाँडा यो डाँडाबाट आयो झऱ्यो हामी माथिको कस्तो किरे देख्यो यार यामा उयो बल्ल यहाँ मियाजाकीमा आयो तर पार्किङ चाहिँ लास्ट नै बिजी एरिया है एकदमै बिजी एरिया छ मान्छेहरू चाहिँ लास्ट नै धेरै छन् है तर त्यस्तो सोचे जस्तो फोटोमा जस्तो चाहिँ छैन हेरेर अब हेरौँ कस्तो हुन्छ के हुन्छ सटल ट्याक्सीहरू ट्याक्सीको वेटिङ पनि हुँदो रहेछ ट्याक्सी हो यो त बसको पुल चाहिँ लास्टै नै ठुलो क्या हेर्नु कति जमिनबाट उठाएको होला यसले जस्तो लाग्ने खालको छ क्या यहाँ तल खोला छ होइन यो तलको खोलाबाट यसलाई पुललाई हाइवे बनाउनको लागि यति गामबाट यति गरेको छ कि एउटा डाँडाबाट एउटा डाँडा जोडेकै पुल छ क्या
जोसियामा मियाजाकी जो हाम्रो केटाहरू सबै त्यस्तै छ चलिरहेको छन् गाडी रोकियो रोक्नलाई चाहिँ आधा कता गयो भन्ने हो जाडो चाहिँ फेरि जहाँ पनि जाडै नै रहेछ चिसो हो गाडीहरू चाहिँ पुरै यो एरियामा त्यो गर्दा फेरि पुरै प्याक नै छ है कत्रो क्यामेरा लाएर पछाडि मेन झरना हो कि खुला हो त्यो त्यही भएर फर्किदिउँ के के गर्ने केटालाई भन है सबैले हामी के गर्ने भात खाने अब यहाँ आइसक्यो त जे हेर्नु छ त्यो हेरौँ हिजोका 3 जना छन् बहुमतको कलर भयो बहुमतको कलर हुनाले चाहिँ बरु त्यो गरौँ हुन्छ अनि तलसम्म खोलासम्म गएन पानी पनि धमिलो थियो होइन अनि जस देखेकोहरू यो एरियाहरू भयो होइन अनि त्यस पछाडि यहाँ तल चाहिँ खोला छ बाटो एकदमै लास्टै नै यो पुरै प्याक छ अनि त्यसले गर्दा पनि जस गइएन भनौँ न लास्टै नै धेरै मान्छेहरू छन् गइएन अब हेरिएन खोला र झर्नालाई चाहिँ त्यो अब पछिलाई सोचौँला अलि हेरेको छैन जस यो चाहिँ बबाल लाग्यो यो चाहिँ खिचिया छु यो हाइवेको लागि गर्नको लागि हो बाटो चाहिँ बिजी छ आमाले मलाई आफू गएको ठाउँमा हामीलाई लिएर जाँदै जान्दैन उसले म त हेरिसकेँ मलाई भोक लागेर म नभए जान्थेँ यार लाग्यो कि त यहाँ जाकीबाट लाग्यो राम्रै रहेछ जे होस् होइन यो तलको उसहरू चाहिँ यस्तो छ यस्तो छ सुक्खा लागेको छ पानी चाहिँ रहन्छ खोलामा अलिअलि भन्दाखेरि काफलहरु हो यो काफल यस्तो झर्ना एकदम राम्रो छ है कति हो हेलेन्जर सो क्या मुजी होइन रहेछ तल याकुजाहरू कहाँकोहरू यार याकुजै होला है एउटै उस रहेछ रेचिङ ग्रुप होला अघि बेलसुनीले भने जस्तै हो क्या यो गाडीहरूले चाहिँ स्कटिङ गरिरहेको छ आज बाइकहरूले त्यसले नै छ जो विदेशी भएन तिमीहरूलाई सेफ लिएर जान्छु भनेर चाहिँ स्कट गरिदिएको छन् अब अलिक पछाडि पनि छ चाहिँ अलिकति आउन भ्याएको छैन बिचरा यी दुई तिन लास्टमा चाहिँ अब बल्ल खाना खाने टाइम भयो हाम्रो धेरै ठाउँमा भिडियो बनाउन पनि पाएन है भिडियो बनाउन पाएन बल्ल सुरु भइरहेको छ खाना खानु चाहिँ हामी चाहिँ सबै एरियामा चाहिँ तेइसोको हामी बसिरहेको छौँ 10जना है सबैजना 10जनाहरू केटाहरूले छ सबैजनाहरू रेडी भयो खाना चाहिँ उहाँले गर्नुभयो धन्यवाद हामी चाहिँ 2300को हान्दैछौँ जस रामेनहरू ओइसी छ यस प्रकार सबै छ हाम्रो खाना के 2300को आयो होइन सबैको खाना रेडी छन् याद राखेस् कुनै दिन को कहाँ अबर पर्छन् भन्ने गाना क्या मुजी दिएर सामान पनि मुजी खाइरह मलाई त आएन नि त आइडिया खान त मलाई त आएन नि के मलाई त आएन नि खाइरह मलाई त दुईटा गुटी अनि पाएँ मैले मलाई सबै खाना खाइसकेपछि अब ड्राइभर चेन्ज भयो लामाले कुदाइरहेको छ अहिले चाहिँ बुबालाई पहाडी आउनुभयो उच्चकारी समानिष्ठ बस अब केटाहरू चाहिँ हल्ला गर्दैछन् भात खाएपछि निन्द्रा लागेन यिनीहरूलाई समाजबाट निकालिदिने निकालिदियो पैसा फिर्ता त फेरि आउँदैन कहाँ आउँछ त सबैले आफै छोड्यो भने नराम्रो हुन्छ सबैले यस्तो
ढकाल्ने निकाल्ने पदाधिकारी परो दुईटै बहुमत चाहिन्छ फेरि दुईटा निकालिहाल्छ नि सुरेशले छोरा यो त हो 5,000 रुपियाँ दियो भने निकाल खर्चै गरेर निकाल्ने नि म खर्चै नरे निस्किन्छ मलाई खर्च होला पर्दैन मौसमलाई पर्दैन उसले पर भने उल्टै यता लगानी आउन रहेछ अनि यो भएपछि तपाईँ निस्कियो तपाईँको पैसा नि आउँदैन यता मागे अभिलाइले हाल सट्टामा भनेको अब यही नै हो यो 7 किलोमिटरसम्म जाम भइरहेछ फुकुओका छिर्नको लागि लागिरह्यो अब 7 किलोमिटरसम्मको जाम भइरहेछ पहाडीहरूको गाडीहरू उस्तै छ हालत है पहाडीसम्म छ हामी पनि उस्तै हालतमा छौँ केटाहरू चाहिँ जोस फ्रेसमै छन् सबैजनाहरू सबै गेङ्गिनै छौँ हामीलाई जाम भयो भने के भन्दा हामी 8 बजे पुग्न पाए भइहाल्यो 12 बजे पुग्यो नि हामी हतारमा छ यता चाहिँ सागरा नागासाकी जान्छ भने अब हामी चाहिँ ओइता यताबाट है मौसम चाहिँ आज राम्रै छ घाम लागिरहेछ घाम लाग्दिएको भयो बबाल हुन्थ्यो जस्तो हो मा आएर बस्यो जुन दिन हामी अगाडि गाडी रोकेर हिँडेको थियो त्यही उतापट्टि कि त त्यो स्यो अब फुकुओका र यता यामागुची जस्तो छ पार्किङ चाहिँ आज पनि बिजी नै छ त्यति बिजी चाहिँ छैन जस्तो लाग्यो अब हिजोभन्दा चाहिँ दाइ आज चाहिँ तपाईँले हाम्रो 3 दिने टुर कस्तो भयो तपाईँले आज के भन्छ समग्रमा भनिदिनु पर्यो समग्रमा एकदमै राम्रो भयो भनौँ जति सोचेको थियौँ त्योभन्दा धेरै ठाउँमा घुमियो प्लान कति प्लानहरू क्यान्सल गरेर कति प्लानहरू नयाँ बनाइयो होइन त्यो केटाहरू माथिसम्म चढियो होइन माथिसम्म चढियो यता पनि भयो हावाले अलिकति डिस्टर्ब गरे हो नगरेको होइन पानीले हिजो डिस्टर्ब गरे हो तर आज त्यस पनि अब पानी हावा खाँदै गएर पनि त्यो वर्थित थियो कि होइन सबै कुराहरू वर्थित थियो सबैजनाहरू खुसी छन् अब अर्को वर्ष पनि जाने होइन तर समग्रमा भन्दाखेरि चाहिँ कस्तो भयो भन्दा चाहिँ जे प्लान गरेको थियौँ त्यो त राम्रो नै थियो जुन अनप्लान थियो नयाँ हामीले हिँड्दै बनाएको ट्रिपहरू थियो त्योहरू चाहिँ एकदमै बेस्ट भयो योबाट चाहिँ रक्सीमा भन्दा पनि हामीले घुम्नमै बल गरिएछ जति खर्च उस गरेको थियौँ त्योभन्दा अलिकति कमै भयो भनौँ सोचेको भन्दा पनि अलिकति कमै गरिएछ रक्सीमा धेरै खर्च गरिएन छ अरू घुम्नेहरूमा धेरै खर्च गरियो योबाट चाहिँ टिमहरू सबैले सबैलाई साथ दिए त्यो चाहिँ रमाइलो भयो भनौँ र अन्तिमसम्म पनि अब छौँ अझै पनि हामी अब 2 घन्टा लगभग 2 घन्टा 1.5 घन्टामा पुऱ्याउँछ लामाले भट्टारेको छ आज फर्किने अनि फर्किँदै गर्दा अब नेक्स्ट टाइमको लागि के भन्न चाहनुहुन्छ नेक्स्ट टाइमको लागि चाहिँ फेरि पनि जाने हो तर यो पटक चाहिँ अर्को नेक्स्ट टाइमबाट चाहिँ के बेङ्क्यो भयो भन्दाखेरि चाहिँ के नलेज भयो भने चाहिँ पहिला वर्ष पनि गोल्डन विकमा गएको थियौँ पहिलाको वर्ष चाहिँ हामी तोत्तरी गएको त्यस्तो बिजी थिएन हजुर तर टाइममै गएको थियौँ भनौँ न अघिल्लो दिनमै गएको हो फेरि त्यो पनि जस्तो यो ट्रिप भयो अघिल्लो दिनमा प्लान गरेको ट्रिप हाम्रो 2 दिनको हुन्छ तर अघिल्लो दिनमा हिँडेर हामीले 3 दिन बनाउने त यो पहिल्यैबाटै चलेको भएर अघिल्लो दिनको राति नै हिँडेको थियो नि त तर अर्को पटकलाई चाहिँ के गरौँ भन्दा चाहिँ यो गोल्डन विकमा नभएर चाहिँ ओभन एसएमएमा गर्ने त्यो भयो भने चाहिँ अलिकति खुल्ला पनि हुन्छ हामीले जे भनेको छौँ त्यो पुरा पनि हुन्छ जस्तो लागिरहेको छ मलाई अब व्यवस्थापक टिमले अब के भन्छ भन्ने कुरा हो अब अर्को प्लानको अर्को ट्रिपको लागि चाहिँ पुरा भइरहेछ जस ओभनको एसएमएमा चाहिँ गर्ने कि भन्ने चाहिँ भइरहेछ तर जाने हो अर्को वर्ष जाने हो तर कहाँ सोच्नु भएको छ कहाँ जाने भन्ने सोचाइ अहिले 2टा अप्सन छ कसैले क्योतो जाम पनि भनिरहेको छ क्योतो भन्दा पनि अब सोच्दाखेरि चाहिँ कि बेपु जाने कि नागासाकी जाने कि भन्ने प्लान भएको छ अर्को वर्ष फेरि क्याम्प नै जाने हो क्याम्प नै जाने हो तर सकेसम्म चाहिँ हामीले नै ट्रेन गाडी गरेर तोत्तरी स्टाइलले जाँदा पनि बेटर हुन्छ कि भन्ने चाहिँ मलाई लागिरहेछ आज यस ट्रिपलाई सफल पार्ने व्यक्तित्व एउटा हाम्रो अग्रज दाइ भनौँ होइन उहाँसँग अब केही कुराहरू कस्तो रह्यो त यस ट्रिपको समग्रमा कस्तो रह्यो त भनेर उहाँको भूमिकाहरूदेखि लिएर टिमलाई समन्वयको तरिकाहरूदेखि लिएर हरेक कुराहरू उहाँसँग अब सोध्नेछु म सबैले हेरिदिनु होला देख्न साथ दिनु होला के कस्तो रह्यो है
सर्वप्रथम तपाईँलाई स्वागत छ मेरो युट्युब च्यानलमा है। तपाईँलाई मैले अब धेरै क्याप्चर गर्न पाइनँ, जति क्याप्चर गरेको छु होइन। तपाईँको भूमिकाहरू देखिरहेको छ। समग्रमा भन्नुपर्दा तपाईँको भूमिका यस ट्रिपमा कस्तो रह्यो र कसरी समन्वय गरेर लानुभयो कि छोटो मिठोमा भनिदिनु न। सर्वप्रथम चाहिँ अब ट्रिपको बारेमा भन्नुपर्दा र मेरो व्यक्तिगत रूपमा मेरो ट्रिपमा भूमिकाको विषयमा भन्नुपर्दा के हो भने पोहोरदेखि होइन हामीले तोकियोमा बसोबास गर्ने नाकाई तोम्बदाचीहरू मिलेर नेनिखाइ चाहिँ यसो कतै बाहिर घुम्न जाउँ न भन्ने कुरा आएको कारणले त्यही अवधारणा अनुसार पोहोर हामी अब तोतुरी गयौँ होइन। त्यसमा पनि अब अलिक म्यानेजमेन्ट लेभलमै बसेर काम गरेको र एकदम राम्रो सक्सेस भएको कारणले गर्दा योपालि पनि जाउँ न भनेर साथीभाइहरूले लु अब अलिकति म्यानेजमेन्ट लेभलमा बसेर फेरि एकचोटि गरिदिनु पऱ्यो भन्ने रिक्वेस्ट छ मेरो आफ्नो पनि कामप्रतिको होइन, म्यानेजमेन्ट गर्ने प्रतिको एउटा सुमी भनौँ न भएको कारणले गरियो र साथीभाइहरूको टिमको पनि सबैको एकदम भरपुर सहयोग साथ होइन, सल्लाह जे भने पनि गरौँ भन्ने, जसो गऱ्यो भने हुन्छ भन्ने। अब मैले गलत तरिकाले सोचेको थिएँ भने तँ होइन यस्तो हो भन्ने होइन सच्याइ दिने भएको कारणले समग्रमा धेरै राम्रो भयो लाग्छ मलाई। मेरो व्यक्तिगत पर्फर्मेन्स, टिमको पर्फर्मेन्स, सम्पूर्ण टुरको कुराहरू धेरै राम्रो भयो भन्ने लाग्छ। त्यस्तै हो। अनि केही कुराहरू होला जुन पुगेन जस्तो लाग्नेहरू, जुन कुनै योगदानहरू कुनै राम्रो यो पक्ष चाहिँ राम्रो भयो, यो पक्ष चाहिँ अलिकति कमजोरी भएको त्यसलाई अर्को वर्ष सुधारेर लान सकिन्छ भन्ने केही त्यस्तोहरू छ भने। विशेष त अब यो ट्रिपमा राम्रो भएको पक्षहरू त अब त्यही हुन राम्रै होस्, रमाइलो होस् भन्ने गएको हो, रमाइलो भयो होइन। नदेखेका ठाउँहरू देखियो, साथीभाइले पनि रमाइलो गरे। अब राम्रो पक्ष धेरै छन्, तर अब केही नराम्रा पक्षहरू है, नराम्रा भन्दा पनि अर्कोचोटि सुधार गर्दै लानुपर्ने पक्षहरू व्यवस्थापनमा भएर म्यानेजमेन्टमा भइसकेर म्यानेजमेन्टको आफैले नै फिल गरेको कमजोरीहरू पनि छन् एक दुईवटा। तिनीहरू चाहिँ कस्ता रहेछन् भने जस्तो अब आफ्नो ठाउँमा त्यो ठाउँमा जानुभन्दा अगाडि त्यो ठाउँको वेदरहरू पनि चेक गर्ने होइन, त्यो ठाउँको विषयमा अझै बढी सिराबे गरेरै गएको हो, तर अझै बढी सिराबे गर्ने होइन। त्यो ठाउँमा अब जस्तो अब उदाहरणको लागि योचोटि हामी खाएको सीमामा ट्रेकिङको लागि गएको थियौँ होइन। त्यो ट्रेकिङ गर्नुभन्दा अगाडि के कुराहरू जुम्बी गर्नुपर्छ होइन, के कुराहरू चाहिन्छ भन्ने कुरा, त्यस्ता कुराहरू पनि अगाडि नै जुम्बी गरेर जान सक्यो भने अझै बढी प्रभावकारी र अझै बढी मुसुरै हुन्छ भन्ने चाहिँ योचोटि फिल गरियो। समग्रमा यस ट्रिपलाई 10मा कति नम्बर दिन चाहनुहुन्छ? 10मा त अब म्यानेजमेन्टको हिसाबले दिनु पर्दाखेरि त म त 9 चाहिँ दिन्छु। हजुर धन्यवाद। आजको यस ट्रिपलाई सफल पारिदिनु भएकोमा तपाईँको योगदानलाई यो टिमले कहिले पनि बिर्सिने छैन। धेरै धन्यवाद तपाईँको इन्टरभ्यूको लागि, तपाईँको समयको लागि धन्यवाद। विदेशैमा बसेछ भनेर उतैतिर घर जाऊ भनेर हल्लाको संसार आउँदैछु म माया नमार